हेलो एभ्रिवान, तपाईहरुलाई चाहिँ स्वागत छ मेरो फेरि अर्को भ्लगमा। म चाहिँ धेरै टाइमपछि भ्लग लिएर आएको छु अनि आज चाहिँ हामी 4 जना मिलेर चाहिँ यहाँ घुम्न भनेर आएको छौं। यो चाहिँ जापानको एकदमै भाइरल ठाउँ नेजुसिन्जु पार्कमा आइसकेको छौं। अब चाहिँ सँगै मिलेर तपाईहरुलाई पनि म घुमाउँछु है, त आउनुस्। टोकियोमा चाहिँ अहिले यो ठाउँ एकदमै धेरै फेमस भएको छ, भाइरल पनि छ। हामीले पनि भिडियोहरू देखेर चाहिँ आएको घुम्नलाई। अनि यो अगाडि देख्नु भएको चाहिँ जापानको मन्दिर हो जसलाई चाहिँ जिन्जा भनिन्छ। त्यही हेर्नको लागि भए पनि विदेशीहरू चाहिँ एकदमै धेरै देखेँ मैले। नेपालीहरू पनि हुनुहुन्थ्यो तर अलिक कमै देखेँ। विदेशीहरू चाहिँ एकदमै हुनुहुँदो रहेछ। भित्र मन्दिरतिर पनि जानुभएको थियो। अनि यो बिचमा चाहिँ खोला जस्तो थियो, यसमा चाहिँ माछाहरू एकदमै पालेको रहेछ। एकदमै मनै आनन्द हुने हरियाली लाग्यो मलाई चाहिँ। अझ पहिला चाहिँ 2-4 दिन अगाडि एकदमै राम्रो फुल फुलेको थियो। माथि नि जान दिन्छ भन्नुहुन्थ्यो, हामी आउन चाहिँ ढिलो भयो। त्यसपछि यता साइडमा चाहिँ यस्तो भित्रभित्रबाट जाने ठाउँ रहेछ। यो चाहिँ एकदमै राम्रो लाग्यो कि यस्तो ठाउँहरू देख्दा एकदम खुसी लाग्यो। अनि हामी जिस्किँदै उड्दै गयौँ यहाँबाट। स्वर्ग जाने बाटो हो रे गाइज। यो चाहिँ स्वर्ग जाने बाटो मेरो टाउको ठोकेला छ अनि कहाँबाट स्वर्ग पुगिन्छ त नि। अनि गाइज यो चाहिँ स्वर्ग जाने बाटो हो रे। बिस्तारो जानुपर्छ, हतार गर्नु हुँदैन स्वर्ग जाने बाटोमा। कतिको रमाइलो ठाउँ रहेछ भने त हजुरहरूले पनि गेस गरिसक्नु भयो होला। मलाई पनि एकदमै रमाइलो र राम्रो लाग्यो। हामी मन्दिरतिर चाहिँ पसेनौँ, बाहिरतिरकै भ्यूहरू हेऱ्यौँ। अनि हल्का फोटोसोटो खिच्यौँ र अनि हामी लाग्यौँ घरतिर। थ्याङ्क यू फर वाचिङ। अनि सब्सक्राइब गर्नुभएको छैन भने भिडियोलाई सब्सक्राइब र सेयर पनि गर्न नबिर्सिनु होला। बाई बाई।